टेरामक्स प्रविधि यसमा भएको भ्रष्टाचार र यसमा संलग्न व्यक्तिहरूलाई अख्तियारद्वारा दायर गरिएको आरोप के हो त? हामीले विभिन्न भिडियो, अडियो, समाचारहरू मार्फत नेपाल सरकारले गरेको काम कारबाहीको बारेमा थाहा पाउँदै आइरहेका नै छौँ। सँगसँगै त्यस्ता कामहरूमा हुने कमी कमजोरी बारेमा पनि हामी जानकार नै छौँ। विभिन्न घटना मुद्दाहरू नजिकैबाट निहाल्ने हो भने त्यस्ता घटना मुद्दाहरू कहीँ न कतै उच्च पदस्थ व्यक्ति वा कुनै राजनीति दलमा आबद्ध व्यक्तिहरूबाट प्रभाव परेको पाउन सकिन्छ। निष्पक्ष छानबिनमा अडचन भनौँ वा घटनालाई तोडमोड, कहीँ न कतै यस्ता कामले राज्य संयन्त्रमा नै प्रभाव परेको छ। साथै कति पटक प्रश्न समेत उठेका छन्। यस्ता घटनाले गर्दा हामी आम जनता पुरै सरकारको संयन्त्रलाई नै नकारात्मक टिक्का टिप्पणी गर्नतर्फ अग्रसर हुने गर्दछौँ। हामीले नकारात्मक टिप्पणी गरेको सरकारको त्यही संयन्त्रले एउटा ठुलो भ्रष्टाचार टेरामक्स प्रविधि खरिद सार्वजनिक गरेको छ। यस घोटालामा तत्कालीन मन्त्रीदेखि अन्य सरकारका उच्च पदस्थ व्यक्तिहरू संलग्न रहेको आरोप विशेष अदालतमा दायर भएको छ। आज यस भिडियो मार्फत एउटा ठुलो घोटाला टेरामक्सको बारेमा बताउन गइरहेको छु। आशा छ भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ। टेरामक्स प्रविधिसँग जोडिएको एउटा शब्द हो कल बाइपास। टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार सम्बन्धी बुझ्नु अघि आउनुहोस् कल बाइपासको बारेमा केही बुझौँ। के हो कल बाइपास? कुनै व्यक्तिले फोन कल गर्दा दर्ता भएका दूरसञ्चार प्रदायक कम्पनीहरूको माध्यमबाट नगरी भोइस ओभर इन्टरनेट प्रोटोकल VoIP जस्ता यन्त्रको प्रयोग गरेर फोन कल गर्ने गर्छ भने त्यस्ता कललाई हामी कल बाइपास भन्ने गर्दछौँ। VoIP यस्तो यन्त्र हो जसले दूरसञ्चार प्रदायकको नेटवर्कबाट कल जान नदिएर अरू नै माध्यमबाट कल डाइभर्ट गरेर पठाउँछ। VoIP यन्त्र नेपाल सरकारको मातहतमा दर्ता भएको हुँदैन र यसमार्फत गरिने कल गैर कानुनी हुने गर्दछ। साथै यसरी गरिएको कल सरकारको नियन्त्रणभन्दा बाहिर हुने गर्दछ। के हो टेरामक्स प्रविधि? टेरामक्स टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम हो। यो दूरसञ्चार ट्राफिक अनुगमन तथा धोखाधडी नियन्त्रण प्रणाली हो। यसले कल बाइपासलाई नियन्त्रण गर्न मद्दत गर्नुका साथै दूरसञ्चार कम्पनीहरूद्वारा प्रदान गरिने सेवामा हुने अपराधिक क्रियाकलापहरू निरीक्षण तथा न्यूनीकरण गर्ने काम गर्दछ। त्यसैगरी दूरसञ्चार सेवा प्रदान गर्ने सेवा प्रदायकको सेवाको गुणस्तर जाँच्न पनि यसको प्रयोग हुने गर्दछ। नयाँ प्रविधिको प्रयोग गरी सेवालाई विश्वासिलो, गुणस्तरीय तथा भरपर्दो बनाउन मद्दत यसले पुर्याउँछ। साथै यस प्रविधिको जडान पश्चात टेलिकममा भइरहेको ठगी नियन्त्रण हुने तथा दूरसञ्चार क्षेत्रमा भइरहेको राजस्व छली गर्ने कार्य नियन्त्रण हुने भन्ने विश्वास लिएको छ। टेरामक्स प्रविधिले के गर्न सक्दैन? नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार टेरामक्स प्रविधिले कुनै पनि ग्राहकको भोइस टेपिङ गर्दैन। यसले कुनै पनि ग्राहकको SMS हेर्न वा रेकर्ड गर्न सक्दैन। यस प्रविधि सञ्चालन गर्ने प्रणालीको पहुँच नेपाल दूरसञ्चार प्राधिकरणका तोकिएका अधिकारीहरूलाई मात्र हुनेछ। त्यसैगरी यस प्रविधिले ग्राहकको व्यक्तिगत डाटा चोरी गर्न सक्दैन, जसले गर्दा सम्पूर्ण ग्राहकहरूको डाटा सुरक्षित रहनेछ। नेपाल दूरसञ्चार प्राधिकरणले यस प्रविधिलाई किन महत्त्व दिएको हो? नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको टेरामक्स प्रविधि सम्बन्धमा जारी गरेको सूचना अनुसार यस प्रविधिको जडान पश्चात कल बाइपास पत्ता लगाई त्यसलाई नियन्त्रण गर्न मद्दत पुग्दछ। यस प्रविधिको जडान पश्चात दूरदराजमा रहेका ग्राहकहरूलाई समेत गुणस्तरीय सेवा प्रदान गर्न मद्दत मिल्नेछ। सेवा प्रदायकहरूले बिग्रिएको सेवा सुचारू गर्न चाहिने भन्दा बढी समय लगाउने खालको काम रोक्न यस प्रविधि मार्फत मद्दत पुग्छ। यस प्रविधिको जडान पश्चात
सरकारले दूरसञ्चार सेवा प्रदायकहरूबाट उठ्नुपर्ने राजस्व उठाउन सक्नेछ, जसले गर्दा कर छली जस्ता अपराध नियन्त्रण गर्ने विश्वास लिएको छ। टेरामक्स प्रविधिको जडान किन चर्चाको विषय बन्न पुग्यो? टेरामक्स प्रविधि जडान किन चर्चामा आयो? के यो प्रविधि गलत भएरै चर्चित भएको हो वा यसमा घोटाला हुने निश्चित भएर जडान अगावै चर्चित हुन पुग्यो वा अरू नै कारणले गर्दा यो चर्चाको विषय बन्न पुगेको हो त? आउनुहोस् यसबारे केही बुझौँ। अघि भनिएको जस्तै टेरामक्स ट्राफिक अनुगमन तथा धोखाधडी नियन्त्रण गर्नको लागि उपयुक्त प्रविधि हो। नेपालमा दूरसञ्चार प्रदायकहरूले कल बाइपास गरी लाखौँ राजस्व छली गर्ने गरेको विभिन्न घटना नौलो भने होइन। नेपालमा दूरसञ्चार सेवा प्रदायकहरूको सेवा कति मात्रामा प्रयोग भइरहेको छ र यो प्रयोग गरे बापत तिर्नुपर्ने राजस्व सेवा प्रदायकले तिरेका छन् वा छैनन् भन्ने अनुगमन गर्ने प्रविधि नभएको र यो प्रविधिको जडान पश्चात कुन सेवा प्रदायकले कति राजस्व तिर्नुपर्ने पनि पत्ता लाग्ने र साथै कर छली नियन्त्रण हुने भन्ने विश्वास लिएको छ। यस प्रविधिको नकारात्मक तथा सकारात्मक दुवै पक्षले गर्दा यो चर्चित बन्न पुगेको हो। विभिन्न प्रकाशित समाचारहरू लेखहरूलाई आधार मान्ने हो भने राजस्व छली गरी कमाउने गिरोहहरूले यसबारे नकारात्मक व्याख्या टीका टिप्पणी गरी जनतामा भ्रम फैलाएको पाइन्छ भनी उल्लेख गरिएको छ, जसले गर्दा विगतमा यसको निकै नै विरोध समेत भएको थियो। टेरामक्स जडान पश्चात नागरिकहरूको कल रेकर्ड गर्न सक्ने, यसले अब नागरिकको गोपनीयता भङ्ग गर्ने भनेर पनि हल्ला फैलाइएको पाइन्छ। एउटा नागरिकको कल अब रेकर्ड भई सबैले सुन्न पाउनेछन् भनेर पनि भनियो। यी हल्लाहरू कतिपय साँचो पनि साबित भएका छन्। विभिन्न प्रतिवेदनहरूमा उल्लेख भएका जानकारी अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले कल बाइपासको लागि भनेर ल्याउन खोजिएको टेरामक्स प्रविधिमा पछि नागरिकको गोपनीयता विषयमा अतिक्रमण गर्न पाउने गरी कार्य गरेको समेत पाइएको छ। त्यसै गरी केही बुद्धिजीवी विषय विशेषज्ञका अनुसार नेपालमा यससँग सम्बन्धित उपयुक्त कानुन नभएको र कानुन बिनै यसलाई जडान गर्न लागि भएर यसबारे नकारात्मक टीका टिप्पणी हुनु स्वाभाविक हो भन्ने बताउँछन्। केही विश्लेषकहरूका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सुरुवातमा अन्तर्राष्ट्रिय कल आगमनमा हुने चोरीको लागि भनेर ल्याउन खोजिएको प्रविधिमा पछि राष्ट्रिय कल, एसएमएस र डाटाको लागि समेत भनी थप गरेको पाइएको छ। नीति वा कानुन नहुँदा यसलाई सञ्चालन तथा नियन्त्रण गर्न कठिनाइ हुने, यसलाई प्रतिशोधको लागि पनि प्रयोग गर्न सकिने हुन सक्छ भनी बताउँछन्। त्यसै गरी कतिपय सङ्घीय सांसदहरूले नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रविधि जडानको लागि देखाएको तदारुकता दूरसञ्चार सेवाको गुणस्तर सुधारलाई समेत देखाउनु पर्ने उल्लेख गरेका छन्। टेरामक्स जडान अगावै एउटा निजी कम्पनी मार्फत अध्ययन पनि गरिएको पाइएको छ। एक निजी कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको अध्ययन प्रतिवेदनमा उपयुक्त कानुन निर्माण गरेर मात्रै कल मोनिटरिङ प्रणाली स्थापना गर्न उपयुक्त हुने भनी निष्कर्ष निकालेको उल्लेखित छ। टेरामक्स प्रविधि खरिदमा अनियमितता गरिएका कुराहरू के हुन् त? टेरामक्स प्रविधि खरिद सुरुवाती चरणहरूबाट नै चर्चाको विषय बन्न पुग्यो। खरिद प्रक्रियाको सुरुवाती चरणबाट नै स्वार्थ बाँझिएको निर्णय भएको पाइन्छ। नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाइएको अध्ययन प्रतिवेदनलाई बेवास्ता गर्नु नै यस प्रविधि खरिदको अनियमितताको सुरुवात मान्न सकिन्छ। यस प्रविधिको जडानको लागि नियम विपरीत गई ग्रामीण दूरसञ्चार विकास कोषको रकमको दुरुपयोग गरेको समेत पाइएको छ। टेरामक्स प्रविधिसँग सम्बन्धित कानुन वा नीति नबनाई यसलाई जबरजस्ती निरन्तरता दिएको पाइएको छ। सार्वजनिक खरिद ऐन 2063 तथा नेपाल दूरसञ्चार प्राधिकरण खरिद नियमावली 2073 विपरीत खरिद कार्य गरेको समेत पाइएको छ। मन्त्रालय तथा प्राधिकरणका कर्मचारी वा पदाधिकारीहरूको राय सल्लाह नलिई यस प्रविधि जडानको प्रक्रिया अगाडि बढेको पाइएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले खरिदसँग सम्बन्धित निर्णयमा प्रष्टसँग स्वार्थ बाँझिएको काम गरेको पाइन्छ। यतिसम्म कि केही कम्पनीहरूलाई प्राविधिक रूपमा अयोग्य भन्दै प्रतिस्पर्धाबाट बाहिर राखिएका जस्ता कार्यहरू समेत भएको पाइन्छ। जिम्मेवार व्यक्तिहरूले आफ्नो क्षेत्राधिकार बाहिर गए निर्णय लिनु, आफ्नो अधिकारको दुरुपयोग गर्नु जस्ता कुराले भ्रष्टाचार भएको हुन सक्ने केही आधारहरू देखाएको छ। त्यसै गरी नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो वार्षिक कार्यक्रममा यस प्रविधि जडानलाई प्राथमिकतामा नराखे तापनि यसको लागि बजेट खर्च गरिएको पाइएको छ। टेरामक्स प्रविधि खरिददेखि विशेष अदालतमा मुद्दा दायरसम्मका घटनाहरू कहिले के भयो त? 2074 सालमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा टेरामक्स प्रविधि खरिदको लागि टेन्डर आह्वान गरियो। 2075 सालमा नेपाल दूरसञ्चार प्राधिकरणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सीमित कम्पनीहरूले मात्रै प्रतिस्पर्धा गरेको भन्दै टेन्डर प्रक्रिया रद्द गर्न पनि पत्र लेख्यो। 2076 सालमा भेन्ड्राइज सोल्युसन्स स्याल अफसोरसँग नेपाल दूरसञ्चार प्राधिकरणले खरिद सम्झौता नगरी प्राधिकरणद्वारा खरिद प्रक्रिया नै रद्द गरेको थियो। 2076 सालमा नै भेन्ड्राइज सोल्युसन अफसोरद्वारा सर्वोच्च अदालतमा खरिद सम्झौता अगाडि बढाई खरिद प्रक्रिया सम्पन्न गरी पाऊँ भनी रिट निवेदन दर्ता गरियो। 2078 सालमा प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर जबरा र न्यायाधीश डाक्टर श्री कुमार चुडाल सर्वोच्च अदालत संयुक्त इजलासले नेपाल दूरसञ्चार प्राधिकरणको टेन्डर रद्द गर्ने निर्णय बदर गरेको आदेश दिएको थियो। 2078 सालमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा भेन्ड्राइज सोल्युसन स्याल अफसोरलाई ठेक्का सम्झौताको लागि आह्वान गरेको थियो। 2080 सालमा सङ्घीय सांसद प्रतिनिधि सभा सार्वजनिक लेखा समितिद्वारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सूक्ष्म विश्लेषण तथा अनुसन्धान गरी शीघ्र निष्कर्षमा पुग्नको लागि निर्देशन दिएको थियो। 2082 सालमा सूचना तथा सञ्चार मन्त्रालयका तत्कालीन मन्त्री एवं हाल प्रतिनिधि सभाका सांसद मोहन बहादुर बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा समेत 16 जना र कम्पनी उपर भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र विशेष अदालतमा दायर गरेको छ। सङ्घीय सांसद प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको मिति 2080-9-11 को बैठकबाट नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गर्ने टेरामक्स प्रविधि सम्बन्धमा उठान गरेका विषयहरू निम्न छन्। भोइसलाई प्रतिस्थापना गरी भिडियो कल गर्न सकिने एपहरू आधिकारिक रूपमा नेपालमा दर्ता भई प्रयोगमा आइरहेको बेला टेरामक्स नै चाहिन्छ भन्ने आधार के हो? अहिले सञ्चालनमा रहेका टेलिफोन सेवा प्रदायकहरूले आन्तरिक रूपमा एन्टी फ्रड सिस्टमको व्यवस्था गरी VoIP अनुगमन गरिरहेकोमा सोही संयन्त्रको निरीक्षण अनुगमन गर्नुको साटो ठुलो रकम खर्च गरी छुट्टै संयन्त्र किन विस्तार गर्न खोजिएको? त्यसै गरी सर्वोच्च अदालतको फैसला विरुद्ध कानुन वा नीति नबनाई नागरिकको गोपनीयतासँग सरकार राख्ने संयन्त्रको स्थापना र गोपनीयताको हक अतिक्रमण गर्न खोज्नु, गोप्य डाटा आपूर्तिकर्तामा रहने जस्तो संवेदनशील विषयको विश्लेषण नगर्नु, स्वार्थ बाँझिएको टेन्डर स्वीकृत हुनु, टेन्डर मूल्याङ्कन हुँदा प्राविधिक पाटोलाई बढी अङ्क दिई आर्थिक प्रस्तावलाई कम अङ्कबार दिनु, टेन्डरकै दौरान शर्तहरू बारम्बार परिवर्तन गर्नु, नेपाल दूरसञ्चार प्राधिकरणले प्रविधि विश्लेषण बिनै अदालतको आदेश उल्लेख गरी ठेक्का बन्दोबस्त गरेको, सम्झौता अनुरूप सेवा प्रदान नगरे तापनि भुक्तानी रकम नघटाएको र सूचना प्रविधिको बढ्दो दायरा र हुन सक्ने सम्भावित फ्रड अनुगमन गर्न यो प्रविधि सक्षम नरहेको, सम्झौता गर्दा बखतको डलरको भाउ र भुक्तानी गर्दा बखतको डलरको भाउ फरक परेको र डलरलाई नेपाली मुद्रामा सटै गरी भुक्तानी गर्दा सटै नोक्सानी अनुमानित 50 करोड घाटा हुन गएको। त्यसै गरी लेबनानी कम्पनीसँग सम्झौता गरेको तर भुक्तानी सम्झौता विपरीत लेबनानभन्दा बाहिर अन्य देशमा भएको देखिन आएको।
नेपाल दूरसञ्चार प्राधिकरणले विद्युतीय खरिद प्रणालीको प्रयोग नगरेको। ग्रामीण दूरसञ्चार कोष मार्फत टेरामक्स प्रविधिको लागि भुक्तानी दिएको। दूरसञ्चार सेवा प्रदायकहरूले आफ्ना स्विचिङ प्रणालीमा दूरसञ्चार प्राधिकरणलाई पहुँच दिन अस्वीकार गरेका र नेपाल दूरसञ्चार प्राधिकरणले पहुँचको सुनिश्चितता नगरी प्रविधिको जडानतर्फ अग्रसरता देखाएको। यस प्रविधि सम्बद्ध आयात गरिएका सामानहरूको विश्वसनीयतामा प्रश्न उठाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पत्रचार गरेको। उपकरणहरू भित्राउने जिम्मेवारी ठेकेदार कम्पनीको हुनुपर्नेमा प्राधिकरणले जिम्मेवारी लिएको र उपकरणहरूको अधिक बीजकरण वा अस्वाभाविक मूल्यमा आयात भएको पाइएको। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन तथा अनुसन्धान पश्चात विशेष अदालतमा दायर गरेको आरोपपत्र। 2082 जेठ 1 गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक संस्था नेपाल दूरसञ्चार प्राधिकरणलाई हानि नोक्सानी गर्ने गराउने कार्य गरेको भनी विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा तत्कालीन सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन सदस्य धनराज गेवाली, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन सदस्य टीका प्रसाद उप्रेती, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार राय, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्य, नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक रेवती राम पन्थ, नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सुरेश बस्नेत, नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्र, नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सन्दीप अधिकारी, परामर्शदाता भेनराइज सोल्युसन अफसोर, परामर्शदाता भेनराइज सोल्युसन अफसोरका प्रमुख कार्यकारी अधिकृत जमल अनौती, भेनराइज सोल्युसन अफसोरका लोकल एजेन्ट कनेक्सन ट्रेडलिङ्क प्राइभेट लिमिटेड, कनेक्सन ट्रेडलिङ्क प्राइभेट लिमिटेडका अध्यक्ष दिलीप कुमार गुरुङ र निर्देशक तेज प्रसाद खरेल विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर गरिएका आरोपहरू: नेपाल दूरसञ्चार प्राधिकरणले परामर्शदाताको छनौट गर्दा योग्यता नपुगेको परामर्श प्रस्तावदाताको गलत प्रतिवेदन तयार गरी खरिद कार्यमा सहभागी गराई छनौट गरेको। सर्वोच्च अदालतबाट आएको आदेश विपरीत कानुनी व्यवस्था नगरी नागरिकको व्यक्तिगत सूचनामा पहुँच पाउने गरी अनधिकृत रूपमा संरचना स्थापना गरेको। तत्कालीन सूचना तथा प्रविधि मन्त्रीले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रूपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको। तत्कालीन सूचना तथा प्रविधि मन्त्रीले पदीय अधिकारको दुरुपयोग गरी नेपाल दूरसञ्चार प्राधिकरणको अधिकारलाई हस्तक्षेप गरी प्राधिकरणलाई हानि नोक्सानी गरेको। तत्कालीन सूचना तथा प्रविधि मन्त्रीले आयोजनाको सम्भाव्यता अध्ययन नगरी, लागत बजेटको आकलन नगरी, सम्बन्धित संस्थाले प्रस्ताव नगरेको कार्यक्रम थप गरी, प्रणाली सञ्चालनको लागि आवश्यक कानुनी वा नीतिगत प्रबन्ध नगरी, सरकारवाला निकायसँग छलफल वा समन्वय नगरी, कार्यक्रमको खर्च बेहोर्ने स्रोत वा शीर्षक नखुलाई, कार्यक्रम सञ्चालन अवधिको किटानी नगरी, बजेट सञ्चालनको मोडालिटी नतोकी, कार्यक्रम सञ्चालन पश्चात प्राप्त हुने नतिजा यकिन नगरी, मन्त्रालय तथा प्राधिकरणका कर्मचारी वा पदाधिकारीहरूको राय सल्लाह नलिई वा अनुसन्धान नगरी कार्यक्रमहरू निर्धारण गरेका जस्ता कार्यहरू गरी नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक कार्यक्रममा टेरामक्स सञ्चालन गर्ने कार्यक्रम सञ्चालन गर्न थप गरी पदीय हस्तक्षेप गरेको उल्लेख गरिएको छ। त्यस्तै गरी सार्वजनिक खरिद ऐन 2063 र नेपाल दूरसञ्चार प्राधिकरण खरिद नियमावली 2073 बमोजिम
खरिद कार्य, लागत अनुमान तयार र खरिदको गुरु योजना तयार नगरेको। माल सामान खरिद र परामर्श सेवाको लागि एउटै रिक्वेस्ट अफ प्रपोजल प्रयोग गरेको। नेपाल दूरसञ्चार प्राधिकरणले तयार गरेको खरिद सम्बन्धी कागजातहरूमा के कस्ता सामान कति सङ्ख्यामा कुन स्पेसिफिकेसनको भनी उपलब्ध गराउनु पर्नेमा त्यस्तो नगराएको। नेपाल दूरसञ्चार प्राधिकरणले विद्युतीय खरिद प्रणालीको प्रयोग नगरी टेरामक्सलाई आवश्यक परामर्श सेवा खरिद गर्दा 20 लाख वा सोभन्दा बढीको सेवा बिना विद्युतीय खरिद प्रणाली मार्फत गरेको। नेपाल दूरसञ्चार प्राधिकरणद्वारा नियम विपरीत परामर्शदातासँग 5% कार्य सम्पादन जमानत माग गरी लिएको। सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद नियमावली विपरीत नेपालमा भेन्ड्राइज सोल्युसन स्याल अफसोरको शाखा कार्यालय हुँदाहुँदै कनेक्सन ट्रेड लिङ्क प्राइभेट लिमिटेडलाई लोकल एजेन्ट घोषणा गरी प्रोजेक्ट कस्ट बापत 2% उपलब्ध गराएको। भन्सार ऐन 2064 विपरीत भेन्ड्राइज सोल्युसन स्याल अफसोरले प्रणाली स्थापनाको निम्ति आयात गर्नुपर्ने आवश्यक सामान नेपाल दूरसञ्चार प्राधिकरणलाई इम्पोर्टर घोषणा गरी आयात गरेको पाइयो। भेन्ड्राइज सोल्युसन स्याल अफसोरले भन्सार महसुल लगायत नेपाल सरकारलाई बुझाउनु पर्ने कर नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो बैंक खाताबाट भुक्तानी गरेको। सूचना तथा प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणबाट टेरामक्स प्रणाली लागू गर्ने सम्बन्धमा कानुनी वा नीतिगत स्पष्टता भए पश्चात मात्रै कार्यान्वयनको निर्णय गरेको हुँदा हालसम्म भुक्तानी भएको रकम नेपाल दूरसञ्चार प्राधिकरणको हानि नोक्सानी हुन गएको। यो थियो टेरामक्स खरिदमा भएको भ्रष्टाचारसँग सम्बन्धित केही तथ्यहरू। आगामी दिनमा भ्रष्टाचारसँग सम्बन्धित यस्तै जानकारीमूलक अन्य भिडियो लिएर म फेरि आउनेछु। च्यानललाई लाइक र सब्स्क्राइब गरी पर्खाइमा रहनुहुनेछ भन्ने आशा लिएको छु। धन्यवाद।